सबै साथीहरूलाई म आज यो ऐतिहासिक ठाउँ हनुमाननगर, वास्तवमा यो कंकाली हनुमाननगर जो हनुमान यो 2007 सालको जनक्रान्तिको अगाडि यो ठाउँमा एउटा ऐतिहासिक यो नेपालमा ऐतिहासिक घटना घटेको ठाउँ छ। यो भारत छोडो आन्दोलनको बेलामा अंग्रेजहरूलाई भारतबाट हटाउने महात्मा गान्धीको नेतृत्वमा भारतभरि स्वतन्त्रता आन्दोलन चलेको बेलामा त्यतिखेर यो अंग्रेज सरकार र राणा सरकार मिलेका थिए। त्यो बेलामा भारतका नेता जयप्रकाश नारायण र समाजवादी प्रखर समाजवादी नेता डाक्टर राम मनोहर लोहिया लगायतका क्रान्तिकारी त्यतिखेरका महान क्रान्तिकारी नेताहरूलाई पक्रेर यही हनुमाननगर थानामा थुनिएको थियो र त्यो ठाउँमाबाट यहीँका सपुतहरूले रामेश्वर बाबु लगायतका सम्पूर्ण यहाँका क्रान्तिकारी हाम्रा चाहिँ अग्रजहरूले जेल तोडेर थाना तोडेर उहाँहरूलाई मुक्त गराएर एउटा क्रान्तिको सन्देश दिनुभएको थियो। नेपालमा लोकतन्त्रको, क्रान्तिको, स्वतन्त्रताको, प्रजातन्त्रको, बिहानीको सन्देश दिएको यो ऐतिहासिक ठाउँ हो। र आज यो ठाउँमा आएर मैले तपाईँसँग 2-4 शब्द बोल्न पाउँदा म धेरै खुसी छु। म यस निमित्त पनि खुसी छु कि यही ठाउँमा यो भवनगामा कट्टीमा हामीले सदरमाथा अञ्चल सम्मेलन पञ्चायत कालमा गरेका थियौँ। अञ्चल सम्मेलन गर्न जम्मा भएका हामी सबैलाई पुलिसले घेरा हालेर हामीलाई यही हनुमाननगर थानामा थुनेका थियो र दिनभरि थुनेर राति लागेर चाहिँ उर्लाबारीतिरको जङ्गलमा छोडेका थियो। त्यसकारण मेरो पनि सन्दर्भ यो ठाउँसित गाँसिएको छ। त्यसकारण म आज ती सम्पूर्ण अग्रजहरूलाई, सपुतहरूलाई, क्रान्तिकारी नेताहरूलाई सम्झना गर्दै पोहोर मात्रै मैले रामेश्वर उहाँको नाम मैले यहाँ भेटेको छु। के अरे पोहोर मात्रै 100 वर्षको सीताराम कावडालाई मैले यहाँ पल्तिर भेटेको छु। उहाँको एकदम चाहिँ वृद्ध अवस्थाको त्यो बेलाको चाहिँ रामेश्वर बाबुका सहयोगी उहाँ मैले भेटाएको उहाँलाई। र यस्तो किसिमको यो महत्त्वपूर्ण ऐतिहासिक ठाउँ हो र यो ठाउँलाई म नमन गर्न चाहन्छु। र अहिले वास्तवमा नेपाल एउटा जटिल मोडमा उभिएको छ, क्रुसियल भएर आएको छ। अहिले देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर यो संविधानलाई एकातिर लत्याएर प्रतिनिधि सभाको विघटन गरिदिएका छन्। यो प्रतिनिधि सभाको विघटनबाट यो देशको संविधानमाथि हमला भएको छ, यो देशको लोकतन्त्रमाथि प्रहार भएको छ। त्यति मात्र होइन, यो राष्ट्रमाथि नै कुठाराघात भएको छ र यो राष्ट्रघाती कदम पनि हो केपी ओलीले गरेको कदम। र हामीले एउटा संविधान बनायौँ 70 वर्ष लडेर। त्यो संविधानले यो देशका सम्पूर्ण जनता, यो देशका महिलाहरू, यो देशका आदिवासी जनजातिहरू, यो देशका मधेसी मुसलमान थारू, यो देशका सम्पूर्ण दलित, सम्पूर्ण पीडित जनताको पक्षमा हामीले संविधान बनाएको हो। त्यो संविधान बनाएर हामीले देशमा यो पटक पटक संसद भङ्ग हुने कुरालाई पनि फुल स्टप लगाइदिएको हो। र यो धारा संविधान विघटन, संसद विघटन गर्ने अगाडिका संविधानको धारा नै हटाएर देशमा राजनीतिक स्थिरता कायम गरेर
देशमा विकास गर्न, देशमा राजनीतिक दायित्व नभई विकास भएन भनेर विकास गर्न, यी धुलो मैलो सबै हटाउन र यो देशलाई चाहिँ एउटा स्वच्छ सुन्दर र एउटा समृद्ध नेपाल बनाउनलाई हामीले सङ्कल्प गरेर यो संविधान हामीले बनाएको। आज त्यो संविधानमाथि देशको प्रधानमन्त्री र राष्ट्रपतिले प्रहार गरेका छन् र हामी अहिले पनि एउटा प्रचण्ड आन्दोलन गरिरहेका किन छैनौँ भने ठाउँ बाँकी छ। सर्वोच्च अदालतले त्यसलाई करेक्सन गर्छ भन्ने हामीलाई विश्वास छ। हाम्रो पार्टीको केन्द्रीय समितिले यो कदम असंवैधानिक हो, अलोकतान्त्रिक हो र यो तानाशाही सर्वसत्तावादतिर जान लाग्यो निर्णय गरेको छ सर्वसम्मतिले। र देशभरि हामीले वडासम्म विरोध कार्यक्रम गऱ्यौँ र अहिलेसम्म हामीहरू सबै जिल्लामा विरोध कार्यक्रम गर्दै कार्यक्रम दिएर गएका छौँ। अहिले हामीलाई दुईवटा काम एकैचोटि गर्न पर्यो। एकातिर हाम्रो विरोध कार्यक्रम पनि गर्नु छ, अर्कोतिर हाम्रो पार्टीको अधिवेशन पनि सम्पन्न गर्नु छ। पार्टीका कैयौँ जिल्लाहरूमा अहिलेसम्म समायोजन नसकिएर, अहिलेसम्म क्रियाशील नसकिएर हामीले तोकेको फागुन 7 गतेको नीतिको अधिवेशन पनि हामीले सार्नु पर्यो र भदौमा पुर्याउनु परेको छ। अब यो एउटा सङ्कट छ। हामीले राष्ट्रको संविधानलाई पनि बचाउनु छ, हामीले हाम्रो पार्टीको विधानलाई पनि बचाउनु। जिम्मेवारीलाई कसरी पुरा गर्ने यो अत्यन्त गम्भीर चुनौती छ। म नेपाली काङ्ग्रेसका साथीहरूलाई विशेष आग्रह गर्न चाहन्छु, यो गम्भीरतालाई बुझेर सम्पूर्ण साथीहरू एकताबद्ध भएर पुराना साथीहरूको सम्मान कायम रहने, नयाँलाई पनि प्रोत्साहन हुने गरेर सङ्गठनलाई हामीले परिचालन गर्नुपर्छ। म साथीहरूलाई भन्न चाहन्छु र म आज वास्तवमा भनियो भने यसपालिको यो अभियान एउटा अभियान हुँदै बताइयो। हामी चाहिँ समितिका साथीहरू सहितै हामी यो हुलाकी मार्ग हुँदै हामी अब महोत्तरीतिर जनकपुरतिर हामी प्रस्थान गर्दैछौँ। यो यात्रा वास्तवमा मधेस सम्मान अभियान हो। यसलाई मैले मधेस सम्मान अभियान भनेर भनेको छु र मैले मधेसको बारेमा पहिलोचोटि पञ्चायतको पालामा 40 सालमा पनि यहाँ आएर म जेल परेको छु र मैले यो मधेस आन्दोलनमा पनि वार्ता गरेर मन्त्री हुँदा मैले नै यसलाई शान्त गरेको हो, सहमति गराएको हो। मधेसका आन्दोलनका त्यतिखेरका नेताहरूसँग र म वास्तवमा स्थानीय विकास मन्त्री र कृषि मन्त्री हुँदाखेरिमा यो मधेसमा ठुलो यो भुकमरी अनिकाल सुक्खा परेर त्यत्रो ठुलो पर्दाखेरिमा पनि यहाँ हजारौँ मेट्रिक टन खाद्यान्नहरू ल्याएर त्यहाँ सारा जनतालाई बाँडेर अनि ठुला ठुला सडक बनाएको थियो। त्यो बेलासम्म एउटा गाडा हिँड्ने बाटो पनि थिएन। त्यो सबै सडकहरूको सुरुवात गाउँ गाउँमा सडक विस्तारको सुरुवात त्यहीँबाट भएको थियो। त्यसो भएको हुनाले म भन्छु मधेस, नेपाली काङ्ग्रेस र लोकतन्त्र यो पर्यायवाची कुरा हुन्, एकअर्काका सहयोगी हुन्। मधेस काङ्ग्रेस र चाहिँ लोकतन्त्र एकअर्काका सहयोगी हुन्। अरू पार्टीहरू यहाँ धेरै आए, अब कता कता गए, अनि फोरम भन्थे के भन्थे कता गए होइन। नेवाले भन्थे, माओवादी भन्थे, ती पनि गए एकै ठाउँ मिसिएर एकपटकको चुनाव चाहिँ झुक्क्याएर जितिहाले। तर अब त्यसलाई पनि उनीहरू आफैले फाल्छन्, आफैले भताभुङ्ग पारे। त्यसकारण यो मुलुकमा स्थायी शक्ति भनेको, स्थायी जनताको मित्र भनेको, लोकतन्त्रको पहरेदार भनेको नेपाली काङ्ग्रेस हो। त्यसकारण नेपाली काङ्ग्रेस पार्टीले अहिले धेरै ठुलो जिम्मेवारी वहन गर्नुपर्ने छ। एकातिर लोकतन्त्रको संरक्षण काङ्ग्रेसले गर्नु छ, यो राष्ट्रको संरक्षण काङ्ग्रेसले गर्नु छ, यो संविधानलाई बचाउनु छ र चाहिँ यो संविधानलाई जुन माथि प्रहार भएको छ यसलाई पुनर्स्थापन गरेर
प्रतिनिधि सभा पुनर्स्थापन गरेर यो संविधानलाई बाटोमा ल्याउनु छ, लिकमा ल्याउनु छ। यो लिक छोडेको अवस्था छ, त्यसलाई चाहिँ डिरेल भन्छ, त्यसलाई ठाउँमा ल्याउनु पर्यो, रेललाई लिकमा ल्याउनु पर्यो, त्यो गर्नुपर्ने छ। यसको लागि हामीले सर्वोच्च अदालतबाट अपेक्षा गरेका छौँ। मैले सर्वोच्च अदालतका यो चाहिँ हाम्रा चाहिँ न्यायमूर्तिहरूलाई सर्वोच्च अदालतको यो चाहिँ संवैधानिक इजलासका 5 जना हाम्रा न्यायमूर्ति, प्रधान न्यायाधीश लगायतका न्यायमूर्तिहरूबाट अपेक्षा राखेको छु कि संविधानमा जे लेखेको छ त्योभन्दा बाहिर गएर फैसला नहोस्। केपी ओलीले भने जस्तो संविधानले जे लेखे पनि त्यो नहेर मेरो राजनीतिक निर्णय हो, यसलाई चाहिँ यो उजुरीलाई फाल्यो भन्ने कुरा यो हुन सक्दैन। अदालत भनेको, सर्वोच्च अदालत भनेको संविधानको व्याख्याता हो, यसले अर्को कुरा बोल्न सक्दैन। संविधानभन्दा बाहिर सर्वोच्च अदालत जान सक्दैन, जान हुँदैन। संविधानभित्र टेकेर निर्णय गर्दाखेरिमा पुनर्स्थापनको विकल्प छैन, पुनर्स्थापन नै हुनुपर्छ। यद्यपि म साथीहरूलाई भन्न चाहन्छु एउटा कुरा, म संसदमा छैन, गएको चुनावमा मलाई चाहिँ बढाइदिनु, तर म संसदमा छैन। मलाई यो संसद पुनर्स्थापन भएर मलाई व्यक्तिगत फाइदा हुनेवाला छैन। मलाई चाहिँ यो गइदिएर चाहिँ चुनाव भइदिँदा मलाई फाइदा हो, मन्त्री हुँला, प्रधानमन्त्री हुँला, सांसद हुँला, तर मलाई यो सांसद बन्ने, मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने कुरा भन्दा पनि 70 वर्ष लडेर ल्याएको संविधान बचाउने ठुलो कुरा हो। यो लोकतन्त्र बचाउने कुरा ठुलो हो, यो लोकतन्त्रलाई बचाउन म चाहन्छु। र मैले केपी ओलीले जब विधानसभामा अस्ति बोले, म त्यही जरीमा थिएँ, मैले त्यहीबाट भने केपी ओली अदालतलाई धम्क्याउने, अदालतले पहिल्यै त अदालतले चाहिँ फालिदिन्छ भनेर बुद्धि हात्दै हिँड्थे। अब अस्तितिरबाट के भएछ, अदालतले त संविधान पो हेरेर लागेको अरे भनेर बसेको त्यसलाई। अनि त्यहाँबाट भन्न थाले कि अदालतले यस्तो चाहिँ सेटिङमा लाग्यो क्या हो, यो चाहिँ हाम्रो कदमलाई चाहिँ यसले उल्ट्याउन खोजेको क्या हो। म त्यसो गऱ्यो भने आन्दोलन गर्छु भने, मैले भने केपी ओलीलाई आन्दोलन गर्ने हो भने आन्दोलन आऊ, प्रधानमन्त्री छोडेर हामीसँगै आऊ आन्दोलन गर्ने। आन्दोलन गर्नु त त्यहाँ बसेर आन्दोलन गर्ने, कुर्सीमा बसेर आन्दोलनको धम्की दिने अदालतलाई। त्यसकारण जो चाहिँ प्रधानमन्त्रीले आफ्नो कुर्सी छोडेर अब तिमी आन्दोलन आउने आऊ, हामीसँग सँगसँगै आन्दोलन गर्नु। अनि त्यहाँ जब असोजमा पानी सुक्खा हुँदै जान्थ्यो, अनि हाम्रो कुलामा पानी कम हुन्थ्यो, खेत भिजाउनलाई गाह्रो हुन्थ्यो, माथिदेखि कुला भात्दै भात्दै अनि आफ्नो कुलामा हालेर अनि लगेर भिजाउनु पर्थ्यो। अब त्यस्तो हो, अब यो कुला भात्दै भात्दै लगेर जहाज उडाउने, यी सारा यहाँका पानी लगेर सुक्खा बढाएर इन्डियामा लगेर पानी लगेर अनि जहाज बनाउने, अनि राष्ट्रवादी हुन्छ केपी ओली। त्यसो भएको हुनाले यता चाहिँ रेल ल्याउने कुरा पनि कहाँ गए, यो जहाज ल्याउने कुरा पनि कहाँ गए। देशको विकास भनेको त कृषि क्रान्ति हो, किसानको जीवन। त्यसो भएर म भन्छु नेपाली काङ्ग्रेस किसानको पार्टी हो, नेपाली काङ्ग्रेस श्रमिकको साथी हो भनेर मैले भन्छु। र हाम्रो विकास भनेको गाउँमुखी हुनुपर्छ, हाम्रो विकास भनेको चाहिँ एउटा चाहिँ जनमुखी हुनुपर्छ। त्यसो भएको हुनाले गाउँमुखी अर्थनीति, जनमुखी राजनीति, हाम्रो समाजवादको सिद्धान्त, हामीले चाहिँ निमुखालाई न्याय र विपन्नलाई आएको सिद्धान्त लिएर हामी यो मुलुकमा विकास गर्न चाहन्छौँ। र हामी कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर यो देशलाई समृद्ध बनाउन चाहन्छौँ। मधेसको खाद्यान्न लगेर पहाडमा खानु छ भने पहाडमा उत्पादन भएको बिजुलीको आम्दानी पनि मधेसमा ल्याएर वितरण गर्नुपर्छ। यही हो हाम्रो सिद्धान्त। हामीले समानता, सबै न्याय, सबैलाई बराबर अवसर दिने भनेको हामी सबैको समृद्धि यता पहाडको तराईमा, तराईको पहाडमा,
यो एउटा पारस्परिकतामा हुन्छ। यो पारस्परिकतामा हाम्रो उन्नति छ। आज हामीले चाहिँ यो कमला डाइभर्सन कोशी कमला डाइभर्सन गरेर यो पानी यहाँ सिँचाइ गरेर हाम्रा यी तराईका चाहिँ जिल्लाहरूबाट सुन फलाउनु पर्छ र त्यस्तै गरेर विद्युत उत्पादन गरेर हामी नेपाली धनी बन्नुपर्छ र यो संविधानलाई बचाउँछौँ, यो परिवर्तनलाई जोगाउँछौँ। आज मधेसका जनताले पाएको अधिकार, आज महिलाहरूले दलितहरूले पाएको अधिकार, जनजातिहरूले मुसलमानहरूले पाएको अधिकारको रक्षा हामी गर्छौँ। त्यसको लागि हाम्रो लडाइँ हो, त्यसको लागि हामी पुनर्स्थापन भनिरहेका छौँ। त्यसो भएको हुनाले अहिलेको राजनीतिक परिस्थिति जटिल बनिरहेको छ। कथनचित अदालतले पनि सदर गर्यो भने देशको लागि भयानक दुर्भाग्य हुनसक्छ र देश एउटा ठुलो विग्रहमा खस्न सक्छ। मैले सजिलो देखिरहेको छैन। मैले कम्युनिस्टको संसद, उनीहरूको त्यत्रो सङ्ख्या 2/3 झन्डै भएको संसद, त्यसको सट्टामा अब काङ्ग्रेसको पालो आयो। मैले त्यस्तो देखिराखेको छैन। मैले त्यति सजिलो ठानेको छैन। त्यसो भएर मलाई यो चुनावमा जाने हतार होइन, संविधान बचाएर मात्रै जाने, लोकतन्त्र बचाएर मात्रै जाने। चुनावमा जाउँ न राजनीतिमा, तर संविधान बचाउँ पहिले। अनुमान नगर यो चाहिँ त्यतिखेर जेल छोडिएको जयप्रकाश नारायणहरूलाई मुक्त गराइएको त्यो ठाउँदेखि लिएर त्यहाँका ऐतिहासिक मानिसहरूका त्यहाँ गाउँहरूदेखि लिएर म आज रामेश्वर बाबुको गाउँहरू त्यहाँदेखि कोइलाडी बिलाटी त्यो कोइलाडी सारा ऐतिहासिक मैले देखि सुनेका गाउँहरू मधेसमा सांसदै पाहाडमा हुँदा पनि मैले सुनेका गाउँहरू त्यो बिलाटी भन्ने गाउँको त मैले सुनेँ। त्यहाँ त महिलाहरू पनि संस्कृत बोल्छन्।